पोर्चुगल फुटबल टिम पुरानो टिमभन्दा अहिले धेरै नै सुध्रिएको छ। डिफेन्समा पनि टप क्लास प्लेयर्स, मिडफिल्डमा पनि टप क्लास प्लेयर छन् र फरवर्डमा पनि रोनाल्डोको सँगसँगै राफेलियो, जाओ फ्लिक्स, बर्नार्डो सिल्भा, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेस्काओ, पेड्रो नेटो जस्ता प्लेयरहरू छन्। र यो टिमलाई हेर्ने हो भने साथीहरू पक्कै पनि पोर्चुगलले ओन पेपर चाहिँ राम्रो टिम देखिन्छ, तर ग्राउन्डमा कस्तो खेल्छ। ब्याक टु ब्याक पोर्चुगलले विश्वकप खेल्दै आएको छ। कुनै विश्वकपमा राम्रो प्रदर्शन गर्यो, कुनैमा नराम्रो प्रदर्शन गर्यो। 2022मा मोरोक्कोसँग हारिसकेपछि रोनाल्डोले आफ्नो यात्रा समाप्त गर्ने भन्ने सबैले सोचेका थिए, तर पनि रोनाल्डो यस 2026 विश्वकपमा उपलब्ध छन्, पोर्चुगलको लागि लड्नेछन् र यो लास्ट डान्समा पोर्चुगलको तर्फबाट प्रतिनिधित्व गर्नेछन्। 2026 विश्वकप पोर्चुगलको लागि केवल विश्वकप होइन, यो पोर्चुगलको एउटा मिसन हो। र यस मिसनमा रोनाल्डोका लागि पोर्चुगल फुटबल टिमले राम्रो प्रदर्शन गर्नुपर्छ। रोनाल्डोलाई अब जित्नका लागि केवल एउटै ट्रफी छ र त्यो हो विश्वकप। पोर्चुगल फुटबल टिमले रोनाल्डोको जितको लागि भए पनि एकदम युनिफाइड भएर खेल्न जरुरी छ। राफेलियो अलिकति स्लो छन्, पेड्रो नेटो क्रसेसहरू राम्रो छ, फिनिसिङ छैन, राफेलियो पनि फिनिसिङ छैन, जाओ फ्लिक्स अहिले फर्ममा छन्, ब्याक टु ब्याक साउदी प्रो लिगमा राम्रो प्रदर्शन गरिरहेका छन्। रोनाल्डो उमेरहरूले अलिकति पहिलाको जस्तो प्रभाव पार्न सक्दैनन्, तर पनि रोनाल्डोको ठाउँमा रिप्लेस गर्नको लागि गोन्जालो ऱ्यामोस छन्। फ्रान्सिस्को कोन्सेस्काओले बेन्चबाट आएर टिमलाई नै चेन्ज गर्न सक्ने क्षमता राख्दछन्। अहिलेको पोर्चुगलको टिमको बिगेस्ट स्ट्रेन्थ भनेको नै मिडफिल्ड हो, किन भन्दाखेरि मिडफिल्डमा अहिलेको वान अफ द बेस्ट प्लेयर ब्रुनो फर्नान्डेस, म्यान्चेस्टर युनाइटेडका अहिलेका क्याप्टेन, जसले प्रिमियर लिगमा टप एसिस्टको रेकर्ड बनाउन लागेका छन्। हालसम्म 19 एसिस्ट दिइसकेका ब्रुनो फर्नान्डेस। भिटिना पिएसजीका मुटु, पिएसजीलाई ब्याक टु ब्याक च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन दिलाइरहेका छन्। लास्ट इयर त पिएसजीले च्याम्पियन्स लिग उठायो र भोलि अर्को पिएसजीको म्याच छ र त्यसमा पनि भिटिनाको वान अफ द बेस्ट रोल हुनेछ टिमको लागि। भिटिना सँगसँगै जाओ नेभेसले पनि पिएसजीको टिमबाट राम्रो प्रदर्शन गरिरहेका छन्। नुनो मेन्डेस पनि च्याम्पियन्स लिगमा राम्रो पर्फर्म गरिरहेका छन्। पोर्चुगलका लेफ्ट ब्याक, राइट ब्याक जुन पोजिसनमा पनि फिट हुन्छ नुनो मेन्डेस। र यसो यो हेर्दाखेरि चाहिँ पोर्चुगलको फुटबल टिमको बिगेस्ट एउटा स्ट्रेन्थ भनेको चाहिँ मेरो लागि चाहिँ मिडफिल्ड हो। डिफेन्समा पहिला पेपे थिए, अहिले पेपेको एब्सेन्स हुनेछ यो विश्वकपमा। लास्ट 2022को विश्वकपमा पेपेले राम्रो प्रदर्शन गरेका थिए त्यो उमेरमा पनि। अहिले रुबेन ड्यासको पेयरिङ को हुन्छ त? सबैभन्दा बिगेस्ट क्वेसन त्यही छ। रुबेन ड्याससँग गोन्जालो इनासियो पेयरिङ हुन सक्छन्, एन्टोनियो सिल्भा पेयरिङ हुन सक्छन्, रेनेटो भेगा पेयरिङ हुन सक्छन्। सबैभन्दा अहिले पोर्चुगलको फुटबल टिमको एउटा विकेस्ट पार्ट भनेको चाहिँ मेरो हिसाबमा रुबेन ड्याससँग कसलाई पेयरिङ गराउने भन्ने हो। रेनेटो भेगा वान अफ द बेस्ट त नभनौँ, तर मेरो लागि चाहिँ रुबेन ड्याससँगको पर्फेक्ट पेयरिङ म रेनेटो भेगालाई मान्छु। लास्ट टाइम नेसन्स लिगमा पनि उनको पर्फर्मेन्स एकदमै राम्रो थियो, बट अहिलेको टिमलाई चाहिने अनुसारको खेल्ने हो भने लिगमा गोन्जालो इनासियोले पनि राम्रो पर्फर्म गरिरहेका छन्। लेफ्ट ब्याक, राइट ब्याकमा त राम्रो प्लेयरहरू छन्। नेल्सन सेमेडो, क्यान्सेलो बार्सिलोनाका प्लेयर, नुनो मेन्डेस पिएसजीको मुटु धड्कन जे भने पनि उनलाई कम हुन्छ। डिफेन्स पनि स्ट्रङै छ पोर्चुगलको। किपिङ पार्ट डिएगो जोटा नट द्याट लेभलको नभए पनि पोर्चुगलको टिमको लागि राम्रै उनले गरिरहेका छन्। लास्ट म्याचहरू हेर्ने हो भने, समग्रमा हेर्ने हो भने पोर्चुगल फुटबल टिम एकदमै राम्रो छ टिमको हिसाबमा, प्लेयर्सको हिसाबमा। तर 2022 विश्वकपमा त म्यानेजरले अलिकति मोरोक्कोसँग खेल्दाखेरि ट्याक्टिकल चेन्जहरू एडाप्टेसन गर्न नसक्दाखेरि बाहिरिएको। नत्र 2022मै पोर्चुगल फुटबल टिम मेरो हिसाबमा त टप कन्टेन्डर थियो। तर अहिले पनि पोर्चुगल फुटबल टिमले निकै नै चेन्जेसहरू गरेको छ। टिम ग्रोथ भएको छ, प्लेयरहरूको एउटा क्यापासिटी बढेको छ, राम्रो राम्रो क्लब्समा प्लेयरहरू इङ्गेज छन्। र आई थिङ्क मिडफिल्ड इज वान अफ द बिगेस्ट स्ट्रङ्गेस्ट पार्ट अफ पोर्चुगल फुटबल टिम। डिफेन्स पनि राम्रो छ। फरवर्डमा हेर्ने हो भने जाओ फ्लिक्स छन्, रोनाल्डो छन्। अब बिगेस्ट क्वेसन चाहिँ के आउँछ भन्दाखेरि रोनाल्डोलाई निकालेपछि या रोनाल्डोले फुल टाइम खेल्न नदिने हो भने रोनाल्डोलाई कसले बेन्च गर्छ या रोनाल्डोलाई कसले सब्स्टिट्युट गर्छ त? गोन्जालो ऱ्यामोस भन्ने क्वेसन आउँछ। लास्ट इयर पनि स्विजरल्यान्डसँगको म्याचमा गोन्जालो ऱ्यामोसले आएर टिमलाई एउटा नयाँ विश्वास दिलाए। 6 गोलले जित्यो स्विजरल्यान्डको एगेन्स्ट र नेक्स्ट म्याचमा मोरोक्कोसँग हार्नु पऱ्यो।
त्यस्तो नहोस् म चाहिँ भन्छु, किनभने गोन्जालो रामसको त्यो क्लिनिकल फिनिस चाहिँ छैन। बट मेरो हिसाबमा वी क्यान गो विथ जाओ फ्लिक्स। रोनाल्डोको ठाउँमा हामी जाओ फ्लिक्सलाई युज गर्न सक्छौँ एज अ सब्स्टिट्युसन। र जाओ फ्लिक्सलाई हामी फर्स्ट फ्रन्ट थ्रीको कुरा गर्ने हो भने बेसिकली मेरो लागि चाहिँ यता लेफ्ट विङमा हामी पेड्रो नेटो, सेन्टर मिडमा रोनाल्डो र राइटमा हामी जाओ फ्लिक्सलाई युज गऱ्यौँ भने वान अफ द बेस्ट रिजल्ट आउँछ जस्तो लाग्छ मलाई। तपाईँलाई के लाग्छ? तर अनेस्टली भन्यो भने जब रोनाल्डोलाई हामी निकाल्छौँ, सब्स्टिट्युट गर्छौँ या बेन्चमा राख्छौँ, त्यतिखेर रोनाल्डोको ठाउँमा को आउँछ भन्ने बिगेस्ट क्वेसन हो। त्यो अवस्थामा चाहिँ हामी यदि जाओ फ्लिक्सलाई सेन्टरमा ल्याएर रोनाल्डोको ठाउँमा खेलाएर जाओ फ्लिक्सको ठाउँमा वी क्यान युज पेड्रो नेटो, जो पेड्रो नेटोलाई चेल्सीबाट दुइटै विङमा खेलिरहेका छन्। पेड्रो नेटोलाई यता ल्याएर हामी उतापट्टि राफेल लियोलाई हाल्न सक्छौँ या फ्रान्सिस्को कोन्सिस्काओलाई पनि हाल्न सक्छौँ। तर बेन्चबाट जुनसुकै प्लेयर आए पनि, राफेल लियो आए पनि, क्यान्सेलो आए पनि, फ्रान्सिस्को कोन्सिस्का आए पनि, नेल्सन सेमेडो आए पनि, जोसुकै आए पनि, पोर्चुगल टिमलाई एउटा बेन्च यत्रो स्ट्रङ टिम छ जसले चाहिँ पुरै म्याचलाई नै चेन्ज गर्न सक्ने क्षमता राख्छ। र पोर्चुगलको टिम अहिले मेरो लागि चाहिँ वान अफ द टप कन्टेन्डर हो। तर यो टिमलाई कसरी रोबर्टो मार्टिनेजले म्यानेज गर्छन्, कसरी यो टिमले एउटा मिसनको रूपमा लिएर आउनेछ यस वर्ल्ड कपलाई, त्यसले म्याटर गर्छ। समग्रमा भन्यो भने पोर्चुगल फुटबल टिम यो वर्ल्ड कप जित्नको लागि जानेछ, सहभागिताको लागि मात्र नभए जित्नकै लागि जानुपर्छ। र यो पोर्चुगल फुटबल टिमलाई अहिले अलिकति बढी युनाइटेड चाहिँ बनाएको छ। ब्रुनो फर्नान्डेसले लास्ट टाइम इन्टरभ्यूमा पनि हामी यो वर्ल्ड कप पोर्चुगलको लागि भन्दा पनि रोनाल्डोको लागि जित्ने र रोनाल्डोलाई कन्ट्रिब्युट गर्ने भन्ने कुराहरू आयो। र साथसाथै डिएगो जोटा जसको कार एक्सिडेन्टमा एक्सपायर भयो, उनको लागि पनि यो वर्ल्ड कप डेडिकेटेड हुनेछ भन्ने प्लेयरहरूले सोचेका छन्। र टिमलाई अलिकति युनाइटेड बनाएको छ यो दुईवटा कुराले। रोनाल्डोको लास्ट डान्स, डिएगो जोटाको लागि एक पर्फेक्ट फेयरवेल, किन भन्दा जोटाले नै चाहन्थे कि यो वर्ल्ड कप पोर्चुगलले जितोस् भनेर। र राम्रो छ टिम, राम्रो छ, फर्म राम्रो छ, कुन प्लेयरलाई कहाँ खेलाउने र कसरी म्यानेज गर्ने भन्ने कुरा, रोनाल्डोलाई कसरी युज गर्छ पोर्चुगलले, रोबर्टो मार्टिनेजले कसरी युज गर्छन्, कुन फर्मेसन खेलाउँछ, ट्याक्टिकल टिमहरूसँग कसरी खेल्छ, ग्रुप स्टेजमा कस्तो दिमाग लाउँछ, के चेन्जेसहरू गर्छ, सबै म्याटर गर्छ पोर्चुगलको लागि। र जित्नै पर्ने दबाब छ पोर्चुगलको लागि। फ्यान्सको चाहना छ, रोनाल्डोको एउटा अन्तिम विश छ। र यो ट्रफी जितेपछि पोर्चुगल एउटा पर्फेक्ट फेयरवेल हुन्छ पोर्चुगलको लागि, रोनाल्डोको लागि। र यही कुराहरू हो आजको एपिसोडमा हामी यति नै समावेश गर्नेछौँ। अर्को एपिसोडमा फेरि भेट हुनेछ, तबसम्म हेर्दै गर्नुहोला र यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यस्तै कन्टेन्टहरू लिएर हामी आगामी दिनमा पनि आउनेछौँ र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। जय नेपाल, जय नेपाली फुटबल।